हेलो साथीहरू, गुड मर्निङ। आजको हामीहरूको दिन चाहिँ एकदमै खास हुनवाला छ, किनभने हामी आज बिहान घरबाट निस्केर बाटोमा चिया खाएर गइरहेछौँ चाहिँ धुप्चेश्वर महादेवको दर्शन गर्न। तपाईँहरू हेर्न सक्नुहुन्छ यताको भ्यू कति खतरा छ, वाटरफल्स कति दामी लागिरहेछ भ्यूजहरू। तपाईँहरू पनि एकचोटि जानु होला भिजिट गर्नको लागि। कति राम्रो बाटोहरू पनि कति दामी छ, नेचुरल भाइब्स छ हैन। अनि एकदमै राम्रो वातावरण पनि छ, एकदमै पुरा मन शान्ति हुने खालको हैन। मान्छेले जति पनि प्रेसर भएको भयो यो ठाउँमा एकचोटि जाँदाखेरि त सबै दुःख भागिहाल्छन्। त्यसपछि हामी फाइनली पुगिसक्यौँ। अब हामीहरू गइरहेछौँ मन्दिरको भित्र दर्शन गर्न। तपाईँहरू हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ हेर्न सक्नुहुन्छ यता कति भिड छ, तब पनि 2-3 घन्टादेखि लाइनमा बसेर फाइनली हामी पूजापाठ गरेर अब बाहिर गएर 1-2वटा पिकहरू क्लिक गराएर अनि तपाईँहरू हेर्न सक्नुहुन्छ। तपाईँहरू पनि मोबाइलबाटै दर्शन गरिहाल्नु धुप्चेश्वर महादेवको। हर हर महादेव। तपाईँहरूको पनि जीवन एकदमै खुसी होस् हैन। अब त्यसपछि हामीहरू पूजापाठ गरेर 1-2वटा फोटो भिडियो लिएर अनि खाना खानको लागि गए हैन। त्यसपछि खाना खाएर फेरि हामी घरको तर्फ फर्के हैन। अब बाटो त तपाईँहरू हेर्नु भएको थियो कति दामी भ्यू छ। बाटोमा 1-2वटा भिडियो फोटो त क्लिक भइ नै हाल्छ यति राम्रो ठाउँमा पुगेपछि हैन त गाइस। फेरि हामीले एकचोटि अझै चिया खाएर फेरि घर फर्के। धन्यवाद। तपाईँहरू पनि आउनुहोस्।